नेपालमा चाहिँ घाँस धेरै भएर मान्छेहरूले घरबाट उखालेर फालिरहेको हुन्छ तर जापानमा चाहिँ घरको छतमा पुरै घाँस रोपिरहेको हुन्छ क्या यसरी आएको छ बिरालोको फोटोमा मेरो फोटो हालिदिनु भनेकोमा काले भाइ पछाडि छ क्या आएको छ भने अगाडि आइमही के हो पाडा नेपालीकै काम हो यो चाहिँ नेपाली हो वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग सो आजको ब्लगमा हामी चाहिँ बबाल ठाउँमा के छ साथी सिनागावातिर आउमा आएको छौँ यस्तो बबाल छ बाइक्स आयौँ हामी नयाँ कार बनाउन हराएर कति 12 दिन लावारिस भएको मान्छे होइन अब आजदेखि मतलबै छैन काट्छ होइन कारै नभएपछि त पुरै इलिगल रहेछ नि त साथी पुरै इलिगल रहेछ अब बाटो त यति हो नि अहिले त दिवस आजबाट म इलिगल भइ नै होइन किनकि मैले माल सामानहरू बनाएँ जाउँ न यसमा यो त पुरै यो अस्ट्रेलियामा साथीभाइ छ नि तिमीले देखेको छौ नि त्यसै देखिन्छ है म ओहो ए जाउँ न त त्यहीँबाट टक्क घुम्दै फिर्दै यहाँ यस्तो मलहरू यस्तो बल भ्याबहरू छ यहाँनिर होइन अब हामीहरू चाहिँ अघि आउँदाखेरि चाहिँ बसमा आएर अहिले चाहिँ हिँड्दै जानु लागिरहेको किनकि कति जाने बसमा हिँड्दै जाउँ न यस्तो मल हेर्दै भनेर अब आएको ठाउँमा सही लाग्यो यतातिर सट्ट यहाँ माथिबाट चट्ट चढौँ होइन बाटोहरू पनि फेरि कस्तो बवाल क्या होइन कत्रो फराकिलो बाटोहरू पनि कत्रो छ क्या यतातिर लास्ट चिल क्या ए समुद्रको छेउ रहेछ नि त साथी अघि हामी माथिबाट आयो हो ए हो त नेपालीकै काम हो यो चाहिँ नेपाली हो भन्दा पनि यतातिर अरू पनि छ नेपालले त भन्दिनँ हो कि तिमी भएर दुनियाँ अलग गयो मेरो भने जस्तै भयो जाने कस्तो क्या लास्ट सिक्रेटहरू छ ओमा है अनि यता बोर्डहरू हेर न ओहो है सही हो क्या लाग्दैछु म कालो चस्मा ढल्काएर बाटोमा वरिपरि छैन फेरि कोही राम्री मौरी चस्मा चाहिँ उल्टो लाग्यो कि भन्ने कुरा लागेको रहेछ सुल्टो फेरि यहाँ आउँदै छ कि पछि खोइ छैन रहेछ कोही राम्री तर त्यहाँनिर कतिवटा देशको मान्छेहरू थियो राम्रीहरू पनि थियो नराम्री सब थरी सब तरङ्गी यो अब के गर्ने अब मैले लिनु मिलेन तिनीहरूलाई त्यही नै हो यहाँ नजारा चाहिँ बबाले लाग्यो मलाई यहाँ पुलसुलहरू होइन बिल्डिङहरू अब यो बिल्डिङ कत्रो छ त अनि अब किनिदिने हो मैले को आयो पछाडि फेरि अब ठोकिन्छ कि अब कुहिरिने साइकल पनि कस्तो तोपेर लगिरहेको क्या त्यसले त ओमा आएको छ मैले यहाँ यस्तो साइकल फेरि लगिरहेको छ त्यसले फेरि यता माथि के को बाटो ट्रेन कुद्छ कि के हो यो माथि यो साथी ट्रेन कुद्ने है यो फेरि यो माथि फेरि छैन फेरि ट्रेन कुदेको छैन अघिदेखि के छैन खोइ के हो ट्रेनै हो जस्तो छ फेरि ट्रेनै कुदिरहेको छैन अघिदेखि होइन सिधै हो कि अब कता हो भन्ने कुरा जाँदैछौँ हामी होइन अब जाउँ अब जहाँ पुग्छ त्यहीँ जाउँ कता हो के अब कहाँ के भनेर यस्तो खालको भाइब छ आउँछ अगाडि बुढी हिँड्दैछ बुढी हो बुढी ए सुडी आइमही के हो पाडा त्यही हो कि अब नबुझ्ने राजा चाहिँ पनि भन्दा भइहाल्यो नि पारामा सही हो भन्दा पाउँदै हामीहरू आइसक्यौँ हिँड्दाखेरि कि मेरो पछि देख्न सक्नुहुन्छ काले भाइलाई काले त्यसैलाई भन्छ क्या साथी होइन काले भाइ पछाडि छ क्या आएको छ भने अगाडि म जस्तो गोडे मान्छेलाई काले भन्नु हुँदैन काले त्यसैलाई भन्छ क्या मैले किरा देखेको जो काले छ मलाई किराहरू आफू गोडे भन्दै एउटा काले भन्छ हो यस्तोलाई भन्छ काले जाप्ने जस्तो सेतोलाई भन्छ गोडे म्याएको छ मान्छे चिन्नु पऱ्यो कलर चिन्नु पऱ्यो सही हो यार साथी सही हो यसको ढुङ्गामा फोटो खिच्नु पायो भने बवाल हुने यार खासै गहिरो रहेन रहेछ है
चिज खोइ कति न कति माछा न एउटालाई मारेर फ्राई गरेर खाने घर छेउछाउ भएको त खान्थेँ यार साथी म हालेर घर टाढा छ होला मात्रै हो न त मारेर खान्थेँ नि सट्ट राति आएर चर मारेर फस लिएर गयो सस फ्राई गऱ्यो कसले सक्ने अनि सुपाबाट माछा किनेर लगेको दुईवटा ठुल्ठुलो सट तेलमा तार्ने भनेर तेलमा हालेको त भएर त माछा सबै लास लुसै भयो काँडा मात्र छ माछा एउटै छैन ओ यार कसम त्यस्तै भएको भनेको दुईवटा ठुल्ठुलो साथीले खान्छ एउटा मैले खान्छ भने गरे छैन अब के गर्नु यहाँ म त ब्रान्ड यो बिरालोको फोटोमा मेरो फोटो हालिदिनु भनेकोमा मैले यहाँ म त ब्रान्ड मलाई बनाउनु भनेको क्या बिरालोलाई होइन मलाई बनाउनु भनेको मान्दैन कसैले पनि एकदिन किनिदिन्छु अनि थाहा हुन्छ कति पर्छ त्यो सोधेर आउँदै बिल्डिङै किनिदिइहाल्यो नेपालमा चाहिँ घाँस धेरै भएर मान्छेहरूले घरबाट उखालेर फालिरहेको हुन्छ तर जापानमा चाहिँ घरको छतमा पुरै घाँस रोपिरहेको हुन्छ क्या यसरीमा आएको छ होइन साथी जापान हो नि त यहाँ हेर न कस्तो छतमा पुरै खालको हाम्रो घरतिरै हुने खालको घाँस हो त यो खोइ के भन्छ थाहा छैन तर उनी त्यस्तै रोपिरहेको छ क्या जापान भन्यो भने जापान हो नि त कहाँ त्यस्तो अरू जस्तो हुँदा नि यहाँ घाँस मदैन क्या यतातिर पुरै घाँसकै वाल बनाइदिएको छ नेपालमा सर्पको डर हुन्छ भनेर घाँस सब हालिदिन्थ्यो होला यहाँ भित्र घाँसैले वाल बनाइदिएको छ अब के भन्ने यहाँ लमा आएको छ सक्दैन नि फेरि अब देखेर देख्नुलाई छिक्नलाई जापान हो नि त अन्डरग्राउन्ड पार्किङ सार्किङहरू आएको छ सही हो बनाएर जहीँ पनि एउटा डिजाइन दिएर राम्रो देखाएकै छ क्या साथी यहीँ हेर न यहीँ पनि यिनीहरूले यस्तो डिजाइन दिएर यो घरलाई राम्रो देखाएकै छ अनि यो फेरि अगाडि के हो बाँसलाई बाँस छ त के लिएर गइदिउँ कि के हो है के खालको बाँस हो फेरि बुढो हटै यता भिडियो बनाउँदैछु म अरे साथी यो त ए सुत्न नि मिल्छ कि यो भनेको होइन रहेछ दामी देखाइरह है साथी तर टक्क बाँसहरू पनि ओमा कसम यतातिरको फेरि ओमा कसम माहौल चाहिँ यस्तो राम्रो बनाएर यिनीहरूले गर्नु त गर्छ अब फेरि उ त्यो बिल्डिङ हेर नि साथी उ त्यो बिल्डिङ हेर न उ त्यो उ त्यो होला क्या उ त्यो होला त्यहाँ माथि एउटा के हो ट्रेन फेरि उता त छैन त नि ट्रेन हो त त्यो ट्रेनै चल्छ त्यस्तोमा ट्रेन चल्छ अभि मा कसम बिल्डिङहरू छ है आजको ब्लग अनि हाम्रो यहीँसम्म थियो जस्ट भ्यू एन्ड भ्यू नगर धेरै नखोज धेरै न्यू फेरि देखाइदिन्छु म तिमीहरूलाई सिनागावाको भ्यू अनि फेरि सक्दैन फेरि हेर्नलाई कहाँ हो भनेर फेरि सोध्नेहरूले गर्छ कमेन्ट दिनको दिन त्यसैले